दुबईमा रात नियोन प्रतिबिम्बले चम्किन्छ। गहिरो नीलो आकाशमुनि अग्ला गगनचुम्बी भवनहरू चम्किन्छन्, ऊर्जाले जीवन्त। माथिबाट सहर उत्तम देखिन्छ, अछुतो। तर बत्तीहरूभन्दा धेरै पर मौनता सुरु हुन्छ। अँध्यारो के 9 युनिट कार्यालयभित्र एक एक्लो प्रहरी अधिकारी आफ्नो डेस्कमा बस्छन्। कोठाभरि छाया फैलिएको छ। उसको छेउमा उसको प्रशिक्षित कुकुर चुपचाप आराम गर्छ, ढिलो सास फेर्छ, आँखा सतर्क राख्छ। हावा भारी महसुस हुन्छ। त्यसपछि अचानक जीवनमा रेडियो चम्किन्छ। एउटा हात अगाडि बढ्छ। युनिट 12, तुरुन्तै जवाफ दिनुहोस्। आवाज विकृत छ, जरुरी, अपरिचित। अधिकारी हिचकिचाउँदैनन्। केही क्षणपछि उसको एसयुभी खाली मरुभूमि सडकबाट गति लिन्छ। हावाले जमिनमा बालुवा धकेल्दा हेडलाइटहरू अँध्यारोमा टुक्रा टुक्रा हुन्छन्। सहर अब गायब भएको छ। केवल मौनता बाँकी छ। टाढा केही देखिन्छ। कालो एसयुभी पार्क गरिएको, अझै पनि पर्खिरहेको। चन्द्रमाको चिसो चमकमुनि यो गलत महसुस हुन्छ। अधिकारी बिस्तारै बाहिर निस्कन्छ। मरुभूमिको हावा उसको वरिपरि फुसफुसाउँछ। उसको कुकुर नजिकबाट पछ्याउँछ, सतर्क। तिनीहरू गाडीको नजिक पुग्छन्, पाइला पाइला। त्यसपछि कुकुर रोकिन्छ। यो एसयुभीको छेउमा बस्छ, शरीर तन्किएको, आँखा बन्द। यसले केही फेला पारेको छ। कारभित्र सिटमा कालो झोला छ, अरू केही छैन। अधिकारी नजिकै झुक्छ। उसको सास स्थिर तर सावधान। झोलाभित्रबाट हल्का रातो बत्ती झिम्किन्छ। बीप बीप। उसको दिमाग दौडन्छ। बम? उसले प्रतिक्रिया दिनुअघि कुकुर चल्छ, बिस्तारै। यसले झोलामा आफ्नो पन्जा राख्छ। बीप तुरुन्तै बन्द हुन्छ। मौनता हुन्छ, गहिरो र अस्वाभाविक। अधिकारीले बिस्तारै झोला खोल्छ। भित्र एउटा पुरानो फुटेको फोन। अन्धकारमा चम्किरहेको स्क्रिन जीवनमा चम्किन्छ। एउटै नाम देखा पर्छ। अर्जुन अधिकारीले मुख तिरमिराउँछ। उसले यसलाई चिन्न सक्दैन, तर यसको बारेमा केही व्यक्तिगत लाग्छ, जानी जानी। त्यसपछि एउटा सानो यान्त्रिक गुनगुनले मौनता तोड्छ। फोनबाट होइन, उसको पछाडिबाट। उसले फर्काउँछ। कुकुर स्थिर उभिन्छ, धेरै शान्त। उसको कलर हल्का चम्किन थाल्छ। सतहमुनि लुकेको माइक्रोचिप ढर्किन्छ। चिसो प्रकाश प्रतिबिम्बित गर्दछ। बाँकी भाग दोस्रो एपिसोडमा।